हे केटा खाली सुत्छस् मात्रै उठ होइन तैँले मेरो वंश धान्ने भनस् हे थाहा छ मलाई मैले कति दुःख गरेको हुँ तँलाई पाल्नलाई हुर्काउनलाई अहिले त यसरी सुतेको छस् तँलाई मैले कहिल्यै माफ दिने छैन सुन अब तैँले एक हप्ताभित्रमा एउटी लगडी बिहे गरेनस् भने तँलाई मैले कहिल्यै माफी दिने छैन यमराजको शरणमा पुर्याइदिनेछु तैँले अब छिटै बिहा गर्नु पर्नेछ उठ अनि जा छिटो तेरो साथीलाई भन् म अहिले जान्छु कुपुत्र गुलाङ्गार हुन्छ घर म त्यसै गर्छु सुन एक हप्ताभित्रमा तैँले बिहे गरेनस् भने तँलाई मैले नर्कको बास बनाउनेछु 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 ए बालिके इधर आ क्या नाम है तेरा फत्ते फत्ते जी क्या फत्ते जी फत्ते जी फत्ते जी या फत्ते फत्ते जी मुझे सब गांव का होता है ना हाँ फत्ते जी फत्ते भनेर बोलाउँछ जय पशुपतिनाथ जय जय बागलुङ कालिका हिंदी समझ में आते हैं क्या हिंदी थोड़ा 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 तो कोई बात नहीं मैं नेपाली भी बोलता हूँ हाँ बच्चे तो बहुत दुख में है मेरे को वो इधर से आ रहा है तेरी पत्नी थी ना हाँ वो तो चली गई गई गुरु वो बच्चे है ना तेरे बच्चे वो भी तेरा नहीं होइन गुरु गोठे हानेको गुरु हाँ वो गोठ बोलते हैं ना इधर गोठ आना है तूने क्या बोल रहा था मैं तेरे वो एक दोस्त थे ना हाँ मेरो झुसे साथी हाँ वो एकदम राम्रो साथी मेरो मिल्ने साथी उसको तूने थोड़े से पैसे दान करना है किन गुरु और घबराने की बात नहीं तो एक ताकतवर आदमी है ना तेरे को मिलेगा उधर ही मिलेगा हजुर 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 वो आदमी को लेकर हजुर जा लड़की ढूंढने को जा तेरे को मिलेगा लड़की मिलेगा तेरे शादी भी हो जाएंगे 2-4 बच्चे भी हो जाएंगे मेरा आशीर्वाद है पशुपतिनाथ की आशीर्वाद है इधर ही बागलुङ कालिका की आशीर्वाद है पक्का हुन्छ नि गुरु पक्का हो जाएगा तेरे को लड़की मिलेगा शादी भी हो जाएगी पक्का गुरु एक हप्तामा आशीर्वाद आशीर्वाद हो बालिके आशीर्वाद ओहो गुरु एकदमै धन्यवाद हजुरलाई गुरु ठीक आज म एकदमै खुसी छु गुरु गुरुजी के किया दक्षिण केटी पाइने भयो माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु हे बानरैले
खाइसक्यो मकै खाँदा म भए तिन छक्कै तेरी औँठी कुसाइको छोडेर गए नि झल्को उसाइको खाइसक्यो मकै खाँदा म भए तिन छक्कै औँठी कुसाइको छोडेर त्यहाँ रहेछ क्या ओहो झुसेजी मेरो यारा मेरो प्यारा अनि के गर्दै हुनुहुन्छ यता ए फत्तेजी मुस्कुराउँदै किन यता आउनुभएछ आज मुस्कुराउनु भन्दा पनि तपाईँलाई देखेर चाहिँ म खुसी भएँ झुसेजी मलाई अहिले समस्या परेको छ झुसेजी आज त्यहाँ दशहरा हेराएको मलाई के भन्नुहुन्छ भने उहाँले 7 दिनभित्रमा तैँले बिहे गरेनस् भने तँलाई जे पनि हुनसक्छ भन्ने कुरा गर्छ ल झुसेजी बरु तपाईँलाई पैसा भयो पैसा भने पनि दिउँला जे भने पनि गरौँला ल यति मलाई एउटी केटी चाहिँ खोजिदिनु पऱ्यो फेरि अब फत्तेजी यो केटी सेटी खोज्ने चक्करतिर मलाई लाउँदैन हेर्नुहोस् तपाईँको दुलै खोज्ने चक्करले म राडो भएर बस्न पर्ने भयो एउटा केटी मलाई पताउन नचकल मसँग यो कुरा नगर्नुहोस् बरु बेलुका टुच्च लाउने भए जति लाए पनि लाउँला बरु खल्त्याट मै खान तिरौँला तर फत्तेजी अब यो झन्झटमा म फस्नु छैन है झुसेजी साथी झुसेजी प्लिज झुसेजी प्लिज एकपटकलाई प्लिज एउटा बराउन चाहिँ जसरी नै गरिदिनु पर्यो त्यसो भने मलाई एक तोला सुन दिनुहुन्छ भने म मान्न तयार छु हिँड्नुहोस् तर केटी जसरी खोजिदिनु पर्छ त्यसो भए एकजना दादा छ त्यो दादालाई भनेर मागेर हुन्छ कि चोरेर हुन्छ कि उठाएर हुन्छ कि ल्याउने काम गरौँला ल अलिअलि हुनपर्छ ल टेन्सन नगर्नु हिँड्नुहोस् न जाउँ ल जाउँ अब हाम्रो दादा साहब आउने पनि यहीँ हो भनेको हजुर कुरा गरौँ न दादाजीसँग देख्नु न त हेलो डनजी डन साहब म हग्दैछु ल छिटो आउनुहोस् त भयो भयो पैसाको कुरा छ क्या हजुर नै हो भन् केटा हो किन सम्झिस् उहाँ मेरो साथी हुनुहुन्छ अँ अब त तपाईँ केटी दलाली हो अरे भन्न सुनेको थिएँ लमी भन् लमी दलाली भन्छ यार लमी हो अरे उहाँ लमी नै हो अरे होइन मलाई त केटी दलाली भनेको मलाई हो केटी मलाई हजुर कति दिन्छस् कति लिने गर्नु भयो हजुरले तपाईँलाई पहिला 50,000 दिन्छौँ एडभान्स तपाईँले केटी खोजिदिनु पऱ्यो बाँकी रहेको 25-30,000 केटी हातमा पर्न बित्तिकै तुरन्त दिइहाल्छौँ केटीलाई हो चाहिएको हजुर हजुर मैलाई हो कति चाहियो केटी केटी अब राम्री सुशील एकदम उहाँलाई मिल्ने खालको जस्तो भयो नि हुन्छ हजुर ठिक छ आगाउँ जाउँ हजुर जाउँ जाउँ हेलो एक्चुअली आन्टी चिया भन्दा पनि विषयतिर लाग्यो होइन त लगाऊ न सब्जेक्टतिर लगाऊ सब्जेक्टतिर लाग्यो आन्टी हजुर अनि तपाईँकोमा छोरी छ है छोरी चाहिँ थियो बाबु सबै बिहा भइसक्यो एउटा छोरी थियो के अरे एउटा छोरी छ एउटा भए त भइहाल्यो नि
हामीलाई दुईटा चाहिएको नि होइन। उम्, अब सुशील, इमान्दारी, भद्र भलादमी, काम गरेर खान सक्ने, हामीलाई एकदम राम्रो वर छन्। उनका लागि हामीलाई जसरी भए पनि चाहिएको छ। ल यसो त्यति मिलाउनुहोस् त। अनि केटा हेर्न पर्यो नि त। केटा ऊ हँ? केटा त उहाँ नै हो। के जागिर खानुभएको छ त नि उहाँले? उहाँको जागिर हजुर अहिलेको वडा अध्यक्ष हुनुहुन्छ। वडा अध्यक्ष अरे जागिरको के कुरा गर्नुहुन्छ उहाँ वडा अध्यक्ष? सक्यो के वडा अध्यक्ष हुनु र नि भाइ। एक्चुअली आन्टी है वडा अध्यक्ष हुने भनेकै दारी फुलेपछि हो नि त। हो हो म फर्निचरको मालिक पनि हुँ। 4-5 वटा फर्निचर छन् हजुर मेरा। हो हो हजुर साँच्चै कि गफ उडाउनु भयो आज? साँच्चै हो, साँच्चै भनेको। पहिला पनि राम्रै घर जम थियो। हजुर बिचमा त्यस्तै पऱ्यो। अब एक्लै कति बस्न सक्छौ त नि फतेजी भनेर तपाईँ कहाँ यसो केही त्यस्तो छ कि? अब तपाईँले नै त्यसरी छोरी पालेर राख्नु भइछ कि? अब यो उमेरमा उनको सम्पत्ति नै उनलाई नै हुन्थ्यो भनेर यसरी आएको के अरे। अब पुरा अब छोरी चाहिँ थियो के अरे, अरू छोरी बिहा भइसक्यो, एउटा कान्छी छोरी रहेछ का? एक्चुअली है साथीहरू आन्टी छोरी हेरौँ न है। छोरी हेर्न पायो नि त। छोरी चाहिँ कुना बसी छ, 22 वर्ष भयो, भर्खर लाउँदैछ 22 वर्षका। त्यही हो छोरी। भत्तजी लैजानुहोस्। ठट्टा गर्नुहुन्छ तपाईँले? बाख्रा खोज्न आएको होइन नि हामी, केटी खोज्न आएको। ए मेरो छोरी त्यही हो नि, के को फटा गरेको भने गौरो खाने ए पिच्चु भाइ। ओ जा ठट्टा गरे भन्ने छोरी किन देखाउँदा? माफ गर्नु त नि का हजुर, गल्ती गरियो। घर छोरी माग्दै देखाउँदाखेरि झन् कहाँ बाख्रो खोज्न आएको त नि हामी। छोरी पो माग्न त्यही आएको। हो मेरो छोरी, 22 वर्ष भर्खर लाउँछ भनेर। एक्चुअली आन्टी है अँ, तपाईँको छोरी भएको भए पनि उठाएर लगिन्थ्यो के ठिकै छ। अँ। हेर खानु के गर्छ होइन हजुरलाई?